एउटा यात्राको कथा, चेफाको कथा, कोइला खानीको कथा, दोल्पा जाने बाटोको कथा, यस्ता अनेक कथा हेर्ने कथा टोलीले बुनेको छ। कथा मात्र बुनेको छैन, त्यसलाई सुन्दर स्वरूप अनि मिठो स्वादमा दर्शकमा पस्किएको पनि छ। दर्शकले पनि स्वाद मानी मानी ती कथा ग्रहण गरेका छन्, किनकि ती कथाले हरेकलाई छुन्छ। लाग्छ यो त मेरै गाउँको कथा हो, मेरै घरको कथा हो अनि मेरै कथा हो। सबैभन्दा मिठो स्वरको धनी विद्या चापागाई, उनी नेपाली पत्रकार हुन्। उनको हेर्ने कथा कार्यक्रम दर्शकले अत्याधिक रुचाइको कार्यक्रम हो। यसअघि उनी साझा सवाल नामक टिभी कार्यक्रम चलाउँथिन्। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता गरेकी चापागाई विगतमा नागरिक दैनिक पत्रिकामा समाचार शाखामा काम गर्थिन्। त्यस अगाडि उनले विभिन्न रेडियोमा कार्यक्रम सञ्चालन पनि गरेकी थिइन्। विक्रम सम्वत 2040 सालमा काठमाडौँ एयरपोर्टको पूर्वपट्टि गोठाटारमा एक मध्यमवर्गीय कृषक परिवारमा जन्मिएकी उनी अहिले कथा भन्ने कर्ममा छिन्। तर आफ्नो पृष्ठभूमिको कथा भने फरक छैन। उनी आम नागरिकको कथा जस्तै सामान्य जीवनबाट आएकी हुन्। काठमाडौँको काखमा जन्मिन्। आमा बुबा कृषि पेसामा नै हुनुहुन्थ्यो। खेतीपाती गाई गोठसँगै हुर्किन्। प्रारम्भिक पढाइ उनले गोठाटारमा नै प्राप्त गरिन्। उनी आफ्ना आमा बुबालाई खेतबारीमा सहयोग गर्दै हुर्किन्। आफ्ना दाजुसँग रेडियो सुन्दै र विद्यालयको पुस्तकालयमा पत्रिका पढ्दै गर्दा उनी पत्रकार बन्न प्रेरित भए। उनलाई आफ्नी आमाबाट धेरै समर्थन प्राप्त भयो, जसले चाहन्थिन् कि उनकी छोरी राम्रोसँग शिक्षित होस्। पछि आरआर क्याम्पसबाट पत्रकारिता सकिएपछि नेपाल टेलिभिजनमा प्रवेश गर्ने प्रयास गरेकी थिइन्। तर त्यहाँ असक्षम बन्यो र आफ्नो सक्षमता प्रस्तुत गर्ने मौका दिइएन। अनेक बाधा अडचनबीच पनि पछि नहटी पत्रकारितालाई निरन्तरता दिइरहन्। उनले जिन्दगीका बाटाहरू लेखमा लेखेकी छिन्। बुबा दुध बेच्न जानुहुन्थ्यो। दुधले मात्र पुग्दैनथ्यो, गाउँबाट दुध किन्नुहुन्थ्यो, हल्का पानी मिसाउनुहुन्थ्यो अनि दुधको स्वाद नपाएका सहरियालाई बेच्न जानुहुन्थ्यो, त्यो पनि क्यानमा बोकेर। आमा साग बेच्नुहुन्थ्यो। कतै सागमा त के मिसाउनु, साग सागै हुन्थ्यो, हरिया कलिला साग। गोबरको रस पाएर हुर्केका साग। बुबाले दुध बेचेर र आमाले साग बेचेर हाम्रो घरको गुजारा चल्थ्यो। जग्गा जमिन प्रशस्त थियो, सहर नजिकै थियो। तर खै किन हो हाम्रो काठ असाध्यै पछि परेको थियो। मेरो जिन्दगीका आदिम बाटाहरू बुबा दुधको क्यान बोकेर तर्ने बागमतीका घाटहरू थिए अनि थिए आमाले साग बेच्ने बौद्धका ती गल्लीहरू। हामी जन्मी हुर्केको एयरपोर्टसँगैको गोठाटार काठमाडौँको आर्थिक, सामाजिक, राजनीतिक कुनै पनि नक्सामा थिएन। मेरा बा महान हुनुहुन्छ। उहाँले मलाई पढाउनु भयो, दुध बेचेरै पढाउनु भयो। काठमाडौँसँगै तासे पनि हाम्रो काठ भनेको असाध्यै पिछडिएको ठाउँ थियो। तर मेरा बा म हुर्केको परिवेशका क्रान्तिकारी नै हुन्। त्यो परिवेश जहाँ छोरीको नौरानमा राख्ने नामभन्दा पहिला उसलाई दिने दाइजोको चिन्ता हुन्छ। त्यही परिवेशका बाले मलाई म क्याम्पस पढ्न जाँदा झिसमिसीमै बागमतीको पुल कटाइदिनुहुन्थ्यो। म क्याम्पस जाने बस पकड्न छिटो छिटो जान्थे। बा पनि मिसिएको दुध बेच्न सहरियाहरूको ढोका ढोकामा जानुहुन्थ्यो। विक्रम सम्वत 2071मा BBC नेपालमा प्रवेश गरिन्। नारायण श्रेष्ठको बहिगमनपछि खाली रहेको साझा सवाल नयाँ प्रस्तुता चयन नहुन्जेल रविन्द्र मिश्रले चलाउँदै आएका थिए। इक्वल एक्सेस र BBC नेपाली सेवामा समेत काम गरिसकेकी चापागाई साझा सवालकै प्रड्युसरका रूपमा 3 वर्षसम्म काम गरेकी थिइन्। नारायण श्रेष्ठले राजीनामा दिएपछि BBC मिडियामा एक्सनले नयाँ प्रस्तुताको लागि आवेदनको माग गरेको थियो। नयाँ प्रस्तुता मध्येबाट अन्तिम चरणमा छानेका 3 जना कमल कुमार, पवनराज पौडेल अनि विद्या चापागाई। उनी त्यहीबाट छानिएकी हुन्। साझा सवालको कार्यक्रम उत्पादक भएर काम गर्दा उनले नेपाली समाजलाई
राम्रोसँग बुझ्न पाइन्। बीबीसी मिडियामा एकछिन नेपालकी राष्ट्रिय निर्देशक मना लोग्जो उनलाई छानिएको बारे भनेकी थिइन् कि विद्या प्रतिभावान र प्रतिबद्ध पत्रकार हुन्। साझा सवालको प्रस्तुताको भूमिकामा उनी खरो उत्रने विश्वास मैले लिएको छु। उनको राजनीति तथा सामाजिक विषयमा रहेको ज्ञान र चासो तथा अन्तर्वार्ता लिने सशक्त शैलीले गर्दा नै उनी अन्य प्रभावशाली उम्मेद्वारहरूभन्दा अगाडि आएकी हुन्। त्यति बेला 7औं वर्षमा प्रवेश गरेको साझा सवालको पहिलो महिला प्रस्तुताको रूपमा विद्या चापागाईलाई छानी। त्यहाँ उनले साझा सवाल कार्यक्रम मार्फत आफूलाई असक्षम भन्नेहरूलाई नबिठो झापड हालिन्, आफ्नो क्षमता प्रभावित गरिन् र मौका पाए गर्न सकिन्छ भन्ने उदाहरण पनि प्रस्तुत गरिन्। विक्रमसम्म 2072 को महाभूकम्पपछि विभिन्न कलाकारहरूसँग मिली गाउँ गाउँमा गएर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिन्। उनी साझा सवालमा काम गर्दै जाँदा पत्रकार कमल कुमारसँग नजिकका साथी बनिन्। आवाजविहीनहरूको आवाज सुनाउने उद्देश्यले पत्रकारितामा लागेको उनी भन्छन्। बीबीसीमा प्रस्तोता र निर्माता भएर काम गर्दा देशभरि घुम्ने अवसर पाइन्। देशको वास्तविक चित्र देखिन्। त्यहाँ काम गरिरहँदा जुनसुकै क्षेत्रहरूमा पनि भाले टाउकेहरू नै देखिन्। उनले काम गर्ने मिडियाको विषयवस्तुमा पनि उही अवस्था पाइन्। त्यही समयमा उनलाई लाग्यो कि साँच्चै हामीले आवाजविहीनहरूको आवाज बोलिरहेका छौँ त? उनलाई यही प्रश्नले गोचिरहन्थ्यो। यो प्रश्न सुन्दा जति सामान्य सुनिन्छ, यसलाई मिहिनेत रूपमा बुझ्दा यो त गहिरो प्रश्न रहेछ उनले भन्छन्। उनलाई लाग्थ्यो कि अब हामी सधैँ एउटै व्यक्ति र क्षेत्रलाई उही प्रश्न मात्र गरिरहने हो। हामी बाहिर निस्केर पहिचानविहीन भएकाहरूको कथा कहिले भन्ने त? हामी सधैँ घटनाका पछि मात्र कहिलेसम्म लाग्ने त? काठमाडौँमा नै भएका वास्तविक कथाहरू पनि नभन्ने? उनीसँगै अर्को साथी कमल कुमारलाई पनि यही कुराले पेट पोलेको उनले थाहा पाइन्। त्यसपछि कुनै समय बीबीसीलाई नै आफ्नो सपना बनाएकाहरूलाई त्यही बीबीसीले अर्को सपना देख्ने बनाइदियो। त्यसैले उनलाई बीबीसी सपना देख्न सिकाउने कारक भएको लाग्छ। उनी भन्छन्, हेर्ने कथा सुरु गर्न बीबीसी नै एक प्रेरणा हो। त्यसपछि केही नसोची बीबीसीको काम चटक्कै छाडे आफ्नो जीवनकै कठिन निर्णय गर्दै 2074 सालको अन्तिममा जागिर छोडेर युट्युबमा लागिन्। तर युट्युब यात्रा सोचे जस्तो सजिलो भन्ने थिएन। नेपालमा इन्टरनेटको प्रयोग भर्खरै फस्ताउँदै थियो। सोसल मिडियाबारे सर्दै गरेको अवस्था थियो। युट्युबमा चेतनामूलक कार्यक्रमहरू कमै देखिन्थे। युट्युबमा चलचित्र र अश्लील छाडा भिडियोहरू हेर्न मात्र मानिसहरू आउँथे। सोसल मिडियामा काम गर्ने, विशेष गरी युट्युबमा काम गर्नेलाई होच्याउने काम गरिन्थ्यो। समाज बिगार्ने कार्य गरेको, एनजिओको पैसा लुट्न गरिबहरूको कथा बेचेको भनेर आरोप पनि लाग्ने गर्थ्यो। उनले भनेकी छिन् कि आँसु बेच्ने भन्ने कुरामा त्यो आँसु हाम्रा पात्रहरूले मन खोल्दा आएको हो। हामीले त्यसलाई बेच्न खोजेका होइनौँ। यस्ता आरोपहरूको पछि नलागी आफ्नो कर्तव्य पथमा निरन्तर लागिरह्यो। विद्या भन्छन्, हामीले आम मानिसका कथा खोज्न र सोच्न थाल्यौँ। मूलधारका मिडियाले कथा नमानेका पात्र खोज्यौँ। यस्ता पात्रहरू जसलाई आफू कथा हुँ भन्ने थाहा नै थिएन। उनीहरूका कथा भन्न थाल्यौँ। त्यसपछि एक कथा आउन थालेपछि दर्शकहरू आफैले आफ्ना गाउँघरमा पनि यस्ता कथाहरू छन् भनेर भन्न थाल्नुभयो। हाम्रो पनि कथा छन् भनेर प्रतिक्रिया आउन थाले। टोली नेपालका कुना कन्दरा पुग्छन्। अनकटार ठाउँमा चाहार्दै नयाँ नयाँ कथा खोज्छन्। कथा खोज्दै जाँदा कहिले बाटो भेटाउँछ, कहिले बिराउँछ। त्यसपछि बन्छ कहिले बाटोको कथा त कहिले हराएको बाटोको कथा। एउटा कथाका लागि गिरकार्य गर्यो, त्यसमा काम गर्यो। गर्दै जाँदा भने जस्तै पात्र नभेटिँदा बन्न लागेको कथा पनि तुहिन्छ। नेपालका विभिन्न ठाउँ पुगेर बटुलिएका ताजा र कच्चा कथालाई टोलीले छायाङ्कन, लेखन, सम्पादन र संवाद मार्फत परिष्कृत गरी दर्शकसम्म पुर्याउँछ। तर दुर्भाग्यले केही कथा फुटेजमै सीमित हुन्छन्। यसै खेर जान्छन्। सुख र दुःख, भोक र प्यास नबनी ल्याएका यी कथाका पछाडि अर्को कथा पनि लुकेको हुन्छ। त्यो हो टोलीको डर र साहसको कथा। अरूलाई प्रेरणा दिने, साहस दिने कथा भन्दा कमल कुमार र विद्या चापागाईले नेतृत्व गरिरहेको टोली आफू भने कहिलेकाहीँ डरबाट गुज्रिरहेको हुन्छ। त्यो डर टोलीका नायकीहरूले पनि महसुस गरिरहेका हुन्छन्। उनीहरूलाई त झन् डरले मात्र सताउँदैन, टोलीका अन्य सदस्यको सुरक्षाको दबाब पनि त्यति नै हुन्छ। डराउँदा डराउँदै पनि साहस देखाएर थुप्रै घटनाको अनुभव टोलीले सँगालिसकेको छ।
विद्या भन्छन् यसरी कथा बनाउँदै जाने क्रममा हामीलाई आँसु बेच्ने पनि भन्छन्, तर हामी कर्ममा विश्वास गरेर कर्म नै गर्नेहरूको कथा भन्छौँ। त्यसैले केही पैसा दिएर उनीहरूको कर्मलाई होच्याउन हुन्छ जस्तो लाग्दैन। हामीले 2-4 रुपियाँ दिँदा उनीहरूको नै अपमान हुन्छ। कति स्थानमा एक हातले दिएको अर्को हातले पनि थाहा नपाओस् भन्ने पनि अभ्यास हुन्छ, तर त्यो दिएको कुरा सामाजिक सञ्जालमा हाल्नुपर्छ भन्ने जस्तो मलाई लाग्दैन। त्यसैले हामी पत्रकारिताको सीमामै रहेर काम गर्दैछौँ। हामीले ती पात्रहरूको कथा देखाउने हो, हामीले पैसा उठाएर दिने होइन। त्यसमा हामीलाई डलर खानेहरू पनि भन्छन्, तर हामीले विषयवस्तुका हिसाबले कसैको 1 रुपियाँ पनि खाएका छैनौँ। डलर कमाउने आँसु बेच्ने भन्दा पनि कर्ममा विश्वास गर्नेहरू आफ्नो कर्मबाट खुसी भएकाहरूको कथा दिएका छौँ, त्यही नै दिइरहन चाहन्छौँ। आफ्नो अनुभव सुनाउँदै उनी भन्छन् कथा भेटिने भनेको आफ्नो कम्फर्ट जोनबाट निस्किएपछि भेटिँदै रहेछ। पहिला हामी कथाका पात्रहरूबारे जानकारी लिन्छौँ, उनीहरूसँग 24 घण्टादेखि 3 दिनसम्म पनि समय बिताउँछौँ। पात्र कति सही छ र गलत भन्ने कुरा त्यही बिचमा थाहा हुन्छ। कथा लिएर आएपछि पोस्ट प्रोडक्सनमा 1 सातासम्म लाग्छ। त्यसमा कार्यक्रमको समयको सीमा नभएकाले खुलेर बनाउँछौँ। कुनै कथा 14 मिनट त कुनै 1 घन्टासम्म पनि छ। कथा खोज्ने क्रममा धेरै डरलाग्दा ठाउँमा पनि पुग्यो, जस्तै चेफाको कथा। तर त्यो डरमा उनीहरू हरेक दिन बाँचेका हुन्छन्, हामी त एक दिन न बाँच्ने हो। उनीहरूले बाँचेको जीवन थोरै पनि बाँचेनौँ भने त्यो कथा कसरी भन्न सकिन्छ त? भन्न सकिँदैन। त्यसैले पात्रहरूसँगै खान्छौँ, खेल्छौँ, रहन्छौँ। त्यसैले पनि हाम्रो कथा कसरी प्रस्तुत हुन्छ भन्ने कुरामा निखार आउँछ। मान्छेलाई आफ्ना र आफ्नो भेगको कथा आइरहेको देख्दा उत्सुकता हुँदो रहेछ। हामी त कथा देखाएपछि दर्शकको प्राय प्रतिक्रिया पनि पढ्छौँ, धेरैलाई उत्तर पनि पठाउँछौँ। यो गर्नुपर्छ भनेर भन्दा हामी दर्शकलाई साँच्चै सम्मान गर्छौँ। विक्रम सम्वत 2075 सालमा उनको बुबाको निधन भयो। आफूलाई सम्हाल्दै अगाडि बढिरहन विक्रम सम्वत 2077 सालमा कोरोनाले गर्दा धेरै मानिसहरू होम आइसोलेसनमा बस्न बाध्य भए। बाहिर निस्किन नपाएका मानिसहरूलाई इन्टरनेट बाहेक अरू विकल्प थिएन। धेरै मानिसहरू सोसल मिडियामा रमाउन थाले। त्यति बेला हेर्ने कथाले उचाइ लिँदै थियो। विक्रम सम्वत 2078 को अन्त्यमा खुसीसँगै अप्ठ्यारो छेर पनि आयो उनको जिन्दगीमा। आमा भन्दै गर्दा आफूले जन्माएको हेर्ने कथाबाट करिब 11 महिना बिदा लिनु पर्यो। त्यो एकदमै दुःखको छेर थियो। तर आफ्नो अभाव खड्किन नदिन काठमाडौँमै बसेर पनि केही कथाहरूमा आवाज दिन्, जसलाई कमल कुमारले अगाडि पछाडि गरेर कार्यक्रमको सम्प्रेषण गरेर विद्या चापागेको कमी हुन कहिले दिएन। उनले छोरी जुनतारालाई जन्म दिइन्। अहिले आफ्नो कोखमा 9 महिनासम्म हुर्काएर जन्माएकी छोरी जुनतारा र आफ्नो करियरलाई दाउमा राखेर जन्माएको हेर्ने कथाको जिम्मेवारी उनको काँधमा छ। यस्तै कथाहरू भन्दै गर्दा उनले धेरै अवार्डहरू जित्न पनि सफल भएकी छिन्। उनका डकुमेन्ट्रीहरू एक पटक मरेको मान्छेले काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट डकुमेन्ट्री पुरस्कार र बाघको बङ्गराले काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलमा अडियन्स अवार्ड पनि जित्न सफल भएको थियो। विद्या भन्ने गर्छिन् कहिलेसम्म हेर्ने कथा चलाउन सक्छौ थाहा छैन, तर हेर्ने कथाको जस्तो कथाहरू सधैँ भनिरहन मन छ। यसमा भोलि कमल र म नरहौला, तर नयाँ पुस्ता आएर यी कथाहरू निरन्तर भन्नुहोला भन्ने आशा र विश्वास छ।